नमस्कार विद्यार्थी भाइ बहिनीहरू, विशेष गरी कक्षा 8 मा अध्ययनरत भाइ बहिनीहरूका लागि यो विषयवस्तु उपयुक्त हुनेछ। तपाईहरू अब आधारभूत तहको अन्तिम परीक्षाको नजिकमा हुनुहुन्छ। परीक्षा आउन आँटेको छ। सो परीक्षा भनेको हाम्रै नगरपालिकाहरूले अथवा गाउँपालिकाहरूले लिने गरेको हुन्छ। त्यहाँ प्रश्नपत्रको निर्माण भनेको विभिन्न प्रकारका सामुदायिक विद्यालयमा अध्ययनरत शिक्षकहरूको विषयगत समूह हुन्छ, त्यहाँबाट निर्माण गरिएको हुन्छ र त्यो मात्र 50 अङ्कको हुन्छ भने 50 अङ्क चाहिँ सम्बन्धित विद्यालयहरूबाट दिने गरिन्छ। यही व्यवस्था रहेको छ। यस अन्तर्गतबाट पनि हाम्रो नगरपालिकामा भने अन्तर्विद्यालयीय परीक्षा प्रणाली रहेको छ। यसमा तपाईहरूले आफ्नै विद्यालयमा बसेर सो परीक्षा दिन पाउनुहुने छैन। तपाईहरूले आफ्नो नजिकैको अथवा विद्यालयले तोकेको अथवा नगरपालिकाले निर्धारण गरिएको विद्यालयमा गएर परीक्षा दिनुपर्ने हुन्छ। सो कारणले गर्दाखेरि परीक्षामा उच्च अङ्क ल्याउनको लागि केही मापदण्डहरू रहेका हुन्छन्। त्यसलाई तपाईहरूले अनुसरण गर्नु अत्यन्त जरुरी हुन्छ। परीक्षामा सर्वप्रथम जाँदाखेरि नआत्तिकन जाने, कुनै पनि चिटजन्य अथवा ती अन्य अतिरिक्त कुराहरू लिएर जानु भएन। अनि हिंसात्मक वातावरण सिर्जना गर्नु भएन। शान्त वातावरणमा परीक्षा दिएर आफूलाई शान्त राख्दै अनुशासनमा बसेर मर्यादामा रहेर आफूले पढेका कुराहरू सम्झिएर अनि त्यहाँ व्यक्त गरेर अङ्क ल्याउनु पर्ने हुन्छ। तपाईहरूको लागि प्रश्न भनेका त्यस्ता अप्ठ्यारा, जटिल, देख्दै नदेखेका, कहिले नसुनेका भन्ने निश्चितै पनि हुँदैन। एकदम सरल, सहज प्रकृतिका प्रश्नहरू हुन्छन्। सो प्रश्नहरूलाई बुझ्ने, पहिला प्रश्न पढ्ने, प्रश्नलाई बुझ्ने अनि उत्तर लेख्नुहोला। अवश्य पनि तपाईहरूले राम्रो अङ्कका साथ यो PLE अथवा आधारभूत तहको अन्त्यमा लिएको परीक्षामा राम्रो अङ्कका साथ उत्तीर्ण हुनुहुनेछ भन्ने मैले अपेक्षा पनि लिएको छु र हार्दिक शुभकामना पनि व्यक्त गर्दछु। हस्त राम्रोसँग परीक्षा दिनुहोस्। तपाईहरूको परीक्षाको धेरै धेरै शुभकामना छ। धन्यवाद।